हेलो एभ्रिवान, नमस्ते। वेलकम टु माई फर्स्ट मिनी भ्लग। आज चाहिँ मैले भेज मोमो बनाउँदैछु है। अनि इस्कुसको मोमो बनाएको है गाइज, फर्स्ट टाइम बनाएको कस्तो हुन्छ भनेर है। प्याज चाहिँ फर्स्ट छिलिसकेँ, त्यहाँबाट चाहिँ इस्कुस काटेको है। इस्कुस काट्नु चाहिँ एकदमै साह्रो पर्छ है। अनि इस्कुस काट्दैछु, इस्कुस काटेर चाहिँ त्यहाँबाट चाहिँ मैले प्याजहरू काटेँ है। अन्त प्याज काटेर प्याज काटिसकेँ है। त्यहाँबाट चाहिँ प्याज ग्रेट गर्नुपर्छ। सो प्याज चाहिँ मैले छिटो काटेँ है। अन्त छिटो गरिसकेपछि चाहिँ त्यहाँबाट मैले प्याज खनाइसकेपछि चाहिँ त्यहाँबाट इस्कुस चाहिँ मैले ग्रेट गरेँ है। एकदमै हात दुख्दो रहेछ गाइज इस्कुस चाहिँ गर्नु लागि है, ग्रेट गर्नु लागि। सो इस्कुस पनि छिटो ग्रेट गरेँ। अन्त इस्कुस ग्रेट गरिसकेपछि चाहिँ त्यहाँबाट चाहिँ अदुवा चाहिँ ग्रेट गरेँ है। सानो अदुवा पनि हालिदिएको है गाइस। अनि अदुवा हालेर त्यहाँबाट चाहिँ नुन हालेँ, कम्ती नुन हालेँ। त्यहाँबाट नुन हालिसकेर चाहिँ ब्ल्याक सस हालेँ है। अनि ब्ल्याक सस हालेर चाहिँ त्यहाँबाट चाहिँ कम्ती हुचिङ हालेँ, किनकि नानीको लागि बनाइदिएको है। अनि कम्ती हुचिङ हालेर चाहिँ त्यहाँबाट कम्ती तेल हालेँ। त्यहाँबाट चाहिँ मजाले मुस्नु पर्ने हुन्छ है। मजाले मुसेँ। त्यहाँबाट चाहिँ इस्कुसको किमा चाहिँ यस्तो भयो रेडी है। अनि रेडी भइसकेर चाहिँ त्यहाँबाट सफा गर्नुपर्ने हुन्छ है गाइस। मोमो बनाउँदाखेरि चाहिँ जहिले मैला हुन्छ। सो फर्स्ट चाहिँ म सबै सफा गर्छु हातसाथ धोएर है। त्यहाँबाट सबै सफा गरेँ। मजाले सफा गरेर चाहिँ त्यहाँबाट चाहिँ मैदा मुस्नुपर्ने हुन्छ है। त्यहाँबाट चाहिँ मजाले मैदा मजाले मुसे। अन्त त्यहाँ भाइले पनि यहाँ हेरेको गरिरहेको थियो है। मैदा मुसेर चाहिँ रेडी भयो मैदा। अनि मैदा रेडी भइसकेर चाहिँ त्यहाँबाट अब मोमो बनाउनुतर्फ लाग्यो। त्यहाँबाट मोमो बनाउँदाखेरि चाहिँ हामी गाइस सधैँ हस्बेन्ड वाइफ भएर चाहिँ सधैँ मोमो बनाउँछ है। अन्त आज चाहिँ हुनुहुन्न, आज चाहिँ ड्युटी जानुभएको छ। आज चाहिँ मैले दिउँसै बनाएको हो नि त। अन्त त्यही भएर चाहिँ आज एक्लै बनाउँदैछु। सो अन्त एक्लै बनाउँदैछु। अल्छी पनि लाग्दो रहेछ गाइस एक्लै बनाउनु है। तर भए पनि के गर्नु, नानीको लागि बनाइदिनै पर्यो। सो अन्त यहाँ मैले चाहिँ डल्लो बनाउँदैछु। अन्त अब डल्लो बनाइसकेर चाहिँ त्यहाँबाट बेल्नु पर्ने हुन्छ गाइस है। अब बेल्दैछु। अनि बेलेर अब राम्रो त बेल्नु आउँदैन, अब त्यति खाने लायकको चाहिँ बेल्छु है। अनि अलिकति बेलिसकेर चाहिँ त्यहाँबाट चाहिँ बनाउनुको लागि लाग्यो है। अनि बनाएँ, अलिअलि हाल्दै बनाएँ गाइस। अब त्यति एक्सपिरियन्स त छुइनँ, जस्ट कम्ती बनाउनु त आउँछ। अनि अलिअलि बनाएर बनाएँ। अन्त बनाइसकेँ मैले है। बनाइसकेर चाहिँ त्यहाँबाट मैले बसालेँ मोमो है। सबै बनाइसकेर चाहिँ मैले बसालेर त्यहाँबाट चाहिँ छोपेर चाहिँ त्यहाँबाट रेडी भयो हाम्रो इस्कुसको मोमो गाइस। हेर्दाखेरि चाहिँ एकदमै मिठो देखिरहेछ है। अन्त त्यहाँबाट चाहिँ हामी चाहिँ आमा छोरा एकदमै भोकाएको थियो है गाइस। पाक्ने बित्तिकै खाएको नि हो। भाइले त अझै अघिदेखि खाएको थियो, देखाएँ है गाइस। हामीले खायो है गाइस। एकदमै मिठो हुँदो रहेछ इस्कुसको मोमो पनि है। तपाईँहरू पनि घरमा बनाएर खानुहोस् है। एकदमै मिठो हुँदो रहेछ है। भाइले त घरि मिठो भनेको थियो है। अनि एकदम मिठो हुँदो रहेछ। फर्स्ट टाइम खाएको हामीले पनि इस्कुसको मोमो है। हेर्नुहोस् त अहिले मिठो भनेको छ है अहिले पनि। सो यति नै थियो गाइस मेरो भिडियो चाहिँ है। बाई बाई।